दर्शन गर्नुभयो? गऱ्यो। कहाँदेखि आउनुभएको नि? हामी उता सातडोबाट। पहिलो पटक हो कि पहिला नै आउनुभएको थियो? पहिला पनि आएको हो। जस्तै यहाँ आइसके पछाडि कस्तो चाहिँ महसुस भएको छ तपाईँलाई? निकै अरू त भन्दा चाहिँ अलि हाइटमा रहेछ क्या, डाँडामा रहेछ? हाइटमा रमाइलो लागिरहेछ हो। जस्तै यहाँ चाहिँ भगवान्को दर्शन गरिसकेपछि प्रायः जस्तो त भाकलै हुन्छ अथवा केही मागिन्छ। हजुर। यहाँले केही माग्नुभयो कि नै अथवा पुरा भयो जस्तो लाग्छ कि नै? लागिरहेछ। सबै राम्रै छ होइन? राम्रै छ। ल हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद है। हस्। अलि कहाँदेखि आउनुभयो सर यहाँ दर्शन गर्नको लागि? अहिले म झापाको दमकबाट आएँ। यहाँ आउँदा चाहिँ ठ्याक्कै कस्तो लागिरहेछ अरू मन्दिर जाँदा र यहाँनिर यो मन्दिर आउँदा? होइन, मन्दिर त अब सबैतिर आराधना गर्ने ठाउँ नै हो। अब विशेष गरी यहाँ चाहिँ केबल कार चढेर आउने क्रममा अब जिन्दगीमा पहिलोपटक केबल कार चढी माग्नुभयो कि नै भगवान्सित? मागेको पाइन्छ भन्ने रहेछ कि यहाँ चाहिँ? त्यस्तो त धेरै कुरा मागिएन। मैले मागिदिने कुरा चाहिँ के हो भने बरु हामी आन्तरिक पर्यटक कति छौँ, हामी बारम्बार काठमाडौँ हरेक काममा आउँछौँ भने अलिकति समय निकालेर 2 घन्टा यहाँ समय दिनुभयो भने देशको पर्यटन प्रवर्धनलाई सहयोग पुग्छ। म त्यो कुरा चाहिँ भन्न चाहन्छु। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। यहाँ आइसके पछाडि केही माग्ने अथवा मागेको पुरा हुने भन्ने चाहिँ चलन रहेछ। अनि हामीले त्यहाँ तल पनि देख्यौँ धेरै तालचाहरू चाहिँ लगाइएको छ जो मागेको पुरा भइसके पछाडि। यहाँको चाहिँ त्यस्तो छ कि नै? आफ्नो मनको शान्तिको लागि आउनु भएको छ। जस यहाँ आउँदाखेरि रमाइलो लाग्यो, भगवान्को दर्शन गर्नुभयो? हजुर, भगवान्को दर्शन गर्यो, रमाइलो। केही माग्न छ? अहिले केही छैन, अहिले सम्पन्न सबै पुगिराखेको छ है। ल हुन्छ, धेरै धेरै धन्यवाद है। हजुर, हस्, ठिक। यो चन्द्रगिरी मन्दिर अथवा हामीले चन्द्रगिरी हिल्स भनेर पनि चिन्छौँ। यहाँ आइरहँदाखेरि भने बस्नको लागि र खानाको लागि पनि राम्रो व्यवस्था छ। यहाँहरू पनि आउँदै हुनुहुन्छ र सोचमा हुनुहुन्छ भने आउनुहोला। अत्यन्तै सुन्दर छ। बेला बेलामा यहाँ पानी पर्ने अथवा चिसो हुने मौसम चाहिँ अत्यन्तै शीतल चिसो छ, जसले गर्दा पनि धेरै मानिसहरू यो ठाउँमा हेर्न घुम्न र चन्द्रगिरी पहाडको उच्च स्थानमा शीर्ष स्थानमा रहेछ, जुन हामीले पहिला सुनेका मात्रै थियौँ चन्द्रगिरी पहाड भनेर। तर सुन्दाखेरिमा सामान्यतः अब सामान्य पहाड होला, काठमाडौँ उपत्यकाको छेउछाउको एउटा कुनै पहाड भन्ने एउटा अनुभूति थियो। तर आज चाहिँ यो साथीहरूले चाहिँ केबल कार चढ्नुपर्छ भनेर अनुरोध गरेपछि म जिन्दगीमा पहिलोपल्ट पनि हो यो केबल कार, र त्यो चाहिँ केबल कार चढौँ भन्ने साथीहरूको सल्लाह भएपछि ल हुन्छ भनेर पहिलोपल्ट पहिलोपल्ट म यो ठाउँमा पनि पहिलोपल्ट, केबल कार पनि पहिलोपल्ट भन्ने थियो भने अहिले आइसके पछाडि चाहिँ हो। अहिले आइसके पछाडि यो चाहिँ एउटा छुट्टै किसिमको एउटा विशाल किसिमको र यो हरेक नेपाली यहाँ आउनुपर्ने खालको चाहिँ देखियो है। होइन, प्राकृतिक सौन्दर्य होइन, अत्यन्तै सुन्दर चाहिँ